Good morning, class. Good morning, teacher. How are you, class? We are fine, thank you, teacher. How are you, teacher? I am also fine, dear. Sit down. Thank you, teacher. विद्यार्थी भाइ बहिनीहरू, आजको हाम्रो कक्षामा हामी के पढ्न गइरहेका छौँ तपाईहरुलाई थाहा छ? थाहा छैन भने म भन्दछु। ल, ध्यान दिएर सुन्नुस् है। आज हामी समयको विषयमा पढ्दै छौँ। केको विषयमा पढ्दै छौँ? समयको विषयमा। समयको विषयमा पहिला हामी एउटा कहानी, एउटा गीत लयात्मक तरिकाले गाउँछौँ अनि हामी चाहिँ हाम्रो कक्षालाई सुरु गर्छौँ, हैन त? आजको कहानी छ घडीका सुईहरूको कहानी। घडीका सुईहरूको कहानीलाई हामीले लयबद्ध गराउँदै छौँ। मैले जसरी लयबद्ध तरिकाले गाउँछु तपाईहरुले पनि मलाई फलो गर्नु होला, है त? हुन्छ? तपाईहरु तयार हुनुहुन्छ? तयार हुनुहुन्छ? ल, सुरु गरौँ है त। हामी तीन भाइहरू सँगै सँगै खेल्छौँ, कोही छिटो कोही ढिलो, दिनैभरि घुम्छौँ। तीन भाइ भनेको को हुन् त? मिनेट सुई, सेकेन्ड सुई र घण्टा सुई। घण्टा सुई जेठो दाइ, मिनेट सुई माइलो भाइ र सेकेन्ड सुई कान्छो भाइ। यो बुझेर हामी अगाडि बढ्छौँ, है त? पुनः एकचोटि। हामी तीन भाइहरू सँगै सँगै खेल्छौँ, कोही छिटो कोही ढिलो, दिनैभरि घुम्छौँ। मेरो एक पाइलो सार्दा एक सेकेन्ड हुन्छ, माइलो एक पाइलो सार्दा एक मिनेट हुन्छ। ठुलै अलि अल्छी ढिलो ढिलो हिँड्छन्, म चाहिँ कान्छो मलाई त सेकेन्ड सुई भन्छन्। ल विद्यार्थी भाइ बहिनीहरू, यो कहानी कसले बताइरहेको छ? कसले बताइरहेको छ? कान्छो भाइ सेकेन्ड सुईले आफ्नो कहानी बताइरहेको छ। बुझ्नुभयो? ल, अब अगाडि बढौँ। 60 पाइला मेरो सार्दा एक पाइला माइला, 60 पाइला माइला सार्दा एक जेठो पाइला। एक दिनको समयलाई हामी देखाउँछौँ, घण्टा मिनेट सेकेन्ड भने हामी जनाउँछौँ। दिन र रात 24 घण्टा जेठो बताउने, एक घण्टामा 60 मिनेट माइलो बताउने। म भने कान्छो परे थाक्ने छिटो छिटो, 60 पाइला हिँडेपछि मिनेट पुग्ने छिटो। हाम्रो घरको कहानी यो सुनाइदिए साथी, सुन्ने भन्ने दुवैलाई हुन सक्छौँ जाति। धन्यवाद विद्यार्थी भाइहरु, ताली।